सम्पूर्णमा सेवा हो। नमस्कार। आज चाहिँ हाम्रो यो पित्र गर्ने भन्ने कुराले नयाँ चुला फेर्नु पर्ने भएकोले चुला फेर्ने कार्यक्रम हुँदैछ। यसरी हामीले चाहिँ चुला नयाँ फेरिसकेका छौँ। अब हामीले चाहिँ पित्र गर्ने सामानहरू हामी तयार गर्दैछौँ। अब हामी चाहिँ पित्रको लागि हामी तयारी भइसकेका छौँ लगभग। अब चाहिँ हामी वाबुलाई केराको पातको टुप्लो लगाएर तयारी गर्दैछौँ। अब तपाईँहरू हेर्न सक्नुहुन्छ पछाडि के हुन्छ देखाउँदै जान्छु म। लगभग हामी नछुङबाट अब पित्र गर्नलाई सुरु गर्दैछौँ। यो चाहिँ अब साम्खाको लागि तयार भएको छ। हाम्रोतिर साम्खा भन्छ, तपाईँहरूकोतिर के भन्छ कमेन्ट गर्नुहोस् है। अब यहाँ चाहिँ हामीले पक्का चढाउनु पर्ने हुन्छ, त्यसको तयारी हुँदैछ। अब यो चाहिँ हामीले मङ्सिरे भन्छौँ। मङ्सिरेको लागि अर्को कुखुरा तयारी अवस्थामा छ। यो चाहिँ अब हाम्रो पितृ पुर्खाहरूलाई हामी साकेला नाचेर खुसी बनाउँदछौँ है। यो चाहिँ हाम्रो पितृ पुर्खाहरूलाई हामी साकेला नाचेर खुसी बनाइसकेर पनि अब यो भालेको चाहिँ पक्वा चढाउने कार्यक्रमतिर हामी अघि बढ्दैछौँ। यो चाहिँ हाम्रो धन सम्पत्ति दिने भन्छ सिधा भाषामा। यो सँगसँगै अब चाहिँ हामी लगभग अन्तिम चरणमा आइपुगेका छौँ। अब चाहिँ हामी यसरी कार्यक्रम पित्रको सकाएर पनि अब यो काटकुट गर्ने पकाउने खाने काममा अगाडि बढ्दैछौँ है त। फाइनल्ली अब चाहिँ सबै रेडी भइसकेको हुनाले अब सबैजना साथीभाइ होइन सबैजनालाई बोलाएर यसरी अब खानेकुराहरू खाँदैछौँ। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यो पित्र
हामी राईहरूको चाहिँ यसरी गरिन्छ है त। कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है।